यो बनाउन अनि बनाइसकेपछि पनि केही खर्चहरू हुन्छ। सुरुमा त बनाउन खर्च लागिहाल्छ, त्यो भनेको लगभग 20 देखि 50 हजारको आसपासमा हुन्छ। त्यसपछि हरेक वर्ष त्यसलाई रिन्यू पनि गर्नुपर्छ, त्यो पनि लगभग 4 देखि 5 हजार रुपियाँ जति यसको कस्ट पर्छ। बाँकी भनेको चाहिँ तपाईँको अपरेसनल कस्ट हो, जस्तो कि तपाईँले अफिस लिनु होला, त्यसको रेन्ट, फर्निचर, स्टाफ, कम्प्युटर, लेभल प्रिन्टिङ मेसिन, यस्तोहरू गर्दा सुरुमा सेटअप गर्न त्यस्तै 1-2 लाखसम्म तपाईँलाई खर्च लाग्न सक्छ। तपाईँसँग डेलिभरी पर्सन आफ्नो छैन भने पनि नेपालमा अहिले डेलिभर गर्न समस्या छैन। पठाउ, पार्सल, उपाय कार्गो, नेपाल क्यानमुम जस्तो कम्पनीहरू छन् जसले डेलिभरीको सुविधा प्रोभाइड गर्छन्। कस्टमरले कुनै सामान अर्डर गरेपछि त्यो तपाईँलाई अनि सेलरलाई नोटिफिकेसन आउँछ, अनि तपाईँले कुनै एउटा कुरियर कम्पनीलाई म्यानुअली चुज गरेर अर्डर असाइन गरिदिनु भयो भने सेलरबाट सामान पिकअप गर्ने, डेलिभर गर्ने, क्यास अन डेलिभरी हुने, त्यो पेमेन्ट लिएर तपाईँको ब्याङ्क एकाउन्टमा जम्मा गर्ने, यो सबै काम उनीहरूले नै गरिहाल्छ। यसले डेलिभरी लागि पनि अहिले पहिला त्यस्तो प्रब्लम चाहिँ छैन। एप बनाएर मात्रै सिधै करोडपति हुने भयो त मैले त्यस्तै गर्थेँ होला होइन र, तर एप बनाउने बित्तिकै सिधै पैसा कमाइ चाहिँ हुँदैन है। त्यसको लागि तपाईँको प्लेटफर्मको विज्ञापन पनि राम्रोसँग गर्नुपर्छ। सुरुमा मान्छेहरूले थाहा पाउनुपर्छ। पहिले जस्तो रेडियो, टिभी, न्युज पेपरमा विज्ञापन दिने जमाना अहिले छैन। त्यसले चाहिँ म तपाईँलाई 2वटा तरिकाले विज्ञापन गर्न सल्लाह दिन्छु। एउटा भनेको फेसबुकमा बुस्टिङ गरेर हो, तर त्यो गर्दा डलर धेरै खर्च गर्नुपर्छ विज्ञापन लागि भएर। अनि अर्को भनेको टिकटक मार्केटिङ। तपाईँले लेडिज स्टाफ हायर गरेर उहाँहरूलाई कन्टेन्ट क्रिएटरको रूपमा कन्टेन्ट बनाउन दिन सक्नुहुन्छ। टिकटकको अल्गोरिदम कस्तो छ भने जसलाई जे मनपर्छ नि त्यो किसिमको भिडियो अटोमेटिक तिनीहरूको फिडमा आफै गइहाल्छ। सो त्यो गर्दा कुनै एउटा भिडियो मात्र भाइरल भयो भने तपाईँको ब्रान्डको मजाले विज्ञापन हुन्छ अनि युजरहरू राम्रोसँग बढ्छ। त्यसले अहिलेको समयमा सबैभन्दा बेस्ट भनेको चाहिँ कन्टेन्ट मार्केटिङ हो। यसको वेबसाइट अनि एडमिन प्यानल चाहिँ PHP लाएर कोडिङ गरेर डेभलप गरेको हुन्छ। एप चाहिँ फ्लटरमा बनाउँछ हामी। एडमिन प्यानलदेखि लगभग सबै कुराहरू हजुरले आफै कन्ट्रोल गर्न सक्नुहुन्छ। अनि मल्टिब्यानर हो, यसमा मैले आफ्नो पसल सामान कसरी बेच्ने भनेर चिन्ता नमान्नु होला। कुनै पनि बेला मल्टीलाई सिङ्गल अनि सिङ्गललाई मल्टी पनि यसमा बनाउन मिल्छ, त्यस्तो केही पनि इस्यु हुँदैन। तपाईँले मार्केटमा कतै पनि बुझ्न जानुभयो भने यो किसिमको फिचर भएको वेबसाइट अनि एपहरू 5-10 लाखभन्दा धेरै कस्ट पर्छ। तर यस्तो राम्रो फिचर भएको जम्मा यति सस्तोमा किन भनेर धेरैजनालाई क्वेसन पनि छ। यसको एन्सर भनेको चाहिँ पहिलो कुरा त हामी एकदम बल्कमा काम गर्छौँ। हाम्रो दिनमै 3-4वटा वेबसाइट अनि एपहरू बनिरहेको हुन्छ, सो हामीलाई त्यस्तो लस भने हुँदैन। अनि अर्को कुरा हामीले यो टाइपको सिस्टम पहिले नै डेभलप गरिसकेको छौँ, त्यसले तपाईँको लागि भनेर हामीले म्यान पावर खर्च सबै बाँडेको हुन्छौँ। अब अहिले त हामीसँग कन्ट्याक्ट भयो अरे, तर पछि माना हामी बेपत्ता भयो भने, कन्ट्याक्टलेस भयौँ भने के गर्ने भन्ने पछि सवाल हुनसक्छ। त्यो केसमा चाहिँ हामी तपाईँलाई प्रोजेक्ट सक्ने बित्तिकै प्रोजेक्टको रेट सोर्सको सबदेखि सबै कुराहरू दिन्छौँ। अब हाम्रो त काम नै यही कोडिङ गरेर खाने हो, त्यसले त्यस्तो कन्ट्याक्टलेस भन्ने चाहिँ हुँदैन। हाम्रो सपोर्ट सधैँभरि हुन्छ। तर मानौँ कि त्यस्तो इस्यु भयो भने पनि तपाईँ त्यो सोर्स कोड युज गरेर अरू डेभलपरबाट पनि काम गराउन सक्नुहुन्छ। सो त्यस्तो केही तपाईँ चिन्ता चाहिँ लिनु पर्दैन। सपोर्ट भनेको चाहिँ तपाईँले जबसम्म वेबसाइट अनि एप चलाउनुहुन्छ तबसम्म टेक्निकली गर्नुपर्ने सबै सपोर्टहरू फ्रीमा नै गर्नेछौँ। सिस्टममा कुनै पनि इस्युहरू आयो भने सिधै जुनसुकै बेला WhatsAppमा मेसेज गर्नुभयो भने हुन्छ। फोन चाहिँ मेरो नौटोमै छ, किनभने म ट्राभल गरिरहेको हुन्छु अनि मिटिङमा पनि गइरहेको हुन्छु। WhatsAppमा मेसेज गर्नुभयो भने मेरो टिमले अफिसमा बसेर हेर्न सक्छ अनि उहाँहरूले त्यो अनुसारले अपडेट पनि दिनुहुन्छ।